प्रवास को गल्ली गल्लीमा गएर हाम्रा नेपाली दाजुभाइको के हाल के गर्नुहुन्छ कस्तो गर्नुहुन्छ भन्दै म उहाँको सुझाव र सल्लाह तपाईँहरूको फेसबुकमा युट्युबमा राख्ने गर्नेछु। गल्लीमा पनि एकजना नेपाली हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ र प्रवासको बसाइ के कस्तो छ उहाँसँग बुझ्नेछौँ र उहाँसँग कुराकानी गर्नेछौँ प्रवासमा के कस्ता दुःखहरू पाइन्छन् भन्ने। हजुर सर नमस्कार। सर नमस्कार। नमस्कार नमस्कार हजुर नमस्कार। हजुर को नाम के पर्यो होला सर? हजुर मेरो नाम नरेन्द्र फुल। नेपालमा घर कुन ठाउँ हो सर? मेरो घर कैलाली लम्कीचुवा नगरपालिका वार्ड नम्बर 3 चिसापानी कैलाली। अहिले प्रवासमा बस्दै आउनु लागेको कति भयो? म अहिले प्रवासमा बस्दै आउनु लागेको 5 वर्ष जति भयो। 5 वर्ष। प्रवासको दुःख सुख कस्तो छ सर? प्रवासमा एकदमै दुःख छ हजुर। प्रवासमा धेरै दुःख छ, कष्ट छ। प्रवासमा काम गर्न साह्रै गाह्रो छ। अनि नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ? प्रवासमा बस्ने नेपालीहरूलाई नेपाल सरकारले के गरिदिए हुन्थ्यो होला भन्न चाहनुहुन्छ? प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई नेपाल सरकारले छिटोभन्दा छिटो आफ्नो देशमा रोजगारीको व्यवस्थापन गरेर प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई सकिन्छ भने आत्मनिर्भरका निमित्त नेपाल सरकारले केही रोजगारीको व्यवस्था गरिदियोस्, ताकि प्रवासमा यसरी चाहिँ अरूको देशमा आएर काम गर्ने बाध्यात्मक अवस्था नआओस् भन्न चाहन्छु। जे होस् नेपाल सरकारले तपाईहरुलाई हामी जति पनि प्रवासमा बस्ने नेपालीहरू छन् आफ्नै देशमा रोजगारी बनाउनु पर्छ र रोजगारी हुनुपर्छ भनाइ छ। एकदम एकदम पस गर्दिन त त्यसलाई। हरेक गल्लीमा बुझ्दा नेपाल सरकारले आफ्नो देशमा हामी गरिब दुखीलाई आफ्नै देशमा रोजगारी दिन पर्छ र त्यो रोजगारी सिलसिला आफ्नै देशमा बनाउनु पर्छ भनाइ हाम्रो नरेन्द्र सरको पनि छ। उहाँले अरू प्रवासको विषयमा केही भनिदिनुहुन्छ? एकदमै राम्रो कुरा। प्रवासमा तथ्याङ्क अनुसार करिब करिब 55 लाख नेपालीहरू छन्। 55 लाख नेपालीको सबैको एउटा साझा मुद्दा के हो भने नेपाल सरकारले सकेसम्म प्रत्येक चाहिँ नेपालीहरूलाई रोजगारी दिने व्यवस्था नेपालमै गरोस् र नेपालमा चाहिँ अहिले जो पछिल्लो समय नेपालको चाहिँ अस्थिर राजनीतिक प्रणालीका कारणले गर्दा श्रमजीवी वर्गले जसरी दुःख पाइरहेछन् त्यो दुःख छिटोभन्दा छिटो हटोस्। हाम्रा पालामा नभए पनि हाम्रो चाहिँ पछाडिको छोराछोरीको पालामा भए पनि नेपाल सरकारले चाहिँ एउटा राम्रो किसिमको चाहिँ व्यवस्थापन गरोस्, ताकि कोही पनि नेपाली दाजुभाइहरू कोही पनि श्रमजीवी वर्गहरू चाहिँ काम गर्नका निमित्त अरूको देशमा चाहिँ यसरी दुःख कष्ट नगरोस्, यसरी चाहिँ अरूको चाहिँ प्रवासमा चाहिँ यसरी अरूको गुलामी गर्न नपरोस् भन्न चाहन्छु। यो युट्युबमा फेसबुकमा हेर्ने मान्छेलाई के भन्न चाहनुहुन्छ? युट्युब र फेसबुकमा यो भिडियोलाई जसले जहाँबाट हेर्दै हुनुहुन्छ सबै साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामीहरू जुनसुकै ठाउँमा छौँ नेपाल सरकार अथवा चाहिँ नेपालमा भएका विभिन्न चाहिँ घटनाहरूको विषयमा, नेपालमा भएका विभिन्न चाहिँ उतार चढावका विषयमा चाहिँ हामीले आवाज उठाउँ, प्रवासीहरूको दुःख सुखमा चाहिँ साथ दिउँ, एकअर्कालाई चाहिँ साथ सहयोग सपोर्ट गरेर प्रवासमा रहौँ भन्न चाहन्छु र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद। धन्यवाद। हाम्रो नरेन्द्र सर हुनुहुन्थ्यो। हाम्रो प्रवासमा वास्तवमा हाम्रो प्रवासमा यति दुःख छ, प्रवासमा बस्ने मान्छेलाई मात्रै थाहा छ प्रवासको दुःख के हो भन्ने र प्रवासमा बस्ने मान्छेलाई मात्रै थाहा छ। त्यसै भएको हुनाले यो भिडियो ज्यादाभन्दा ज्यादा सेयर गर्नु होला। प्रवासको गल्ली गल्लीमा गएर हाम्रो नेपाली दाजुभाइको विचार बुझ्नेछु। नेपाली दाजुभाइले के भन्नुहुन्छ तपाईहरुलाई जस्ताको तस्तै तपाईहरुको उसमा राख्नेछु। हाम्रो मुद्दा के छ भने नेपाली दाजुभाइलाई प्रवासमा भएका नेपाली दाजुभाइको घर घरमा रुम रुममा पुगेर के छ उहाँहरूको विचार र उहाँहरूले कस्ता कस्ताको दुःखहरू गर्नुभएको छ भनी तपाईहरुलाई देखाउन चाहनेछु। फेसबुकमा, इन्स्टाग्राममा र युट्युबमा तपाईहरुले हेर्नु होला। भिडियो जे जसरी हेर्नुहुन्छ, युट्युबमा हेर्नुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, फेसबुकमा हेर्नुहुन्छ लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद। मेरो नाम मदन बुलु। तपाईहरुले यस्तो नयाँ नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने भिडियोलाई सब्स्क्राइब गरिदिनु होला, फेसबुकमा हेर्नुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। नमस्कार। धन्यवाद।